साथीहरु अब हामी आइसकेको छ। आज चाहिँ मुगुको मान्छे यहाँ चाहिँ देख्यो। यो जवान भाइ यस्तो है लट्ठी टेकेर चाहिँ यार्सा गुम्बा बेच्न आएछ। यार्सा गुम्बा लालवनीको घर घरमा मात्र 1000 रुपैयाँ तिरंग लिएर आइसकेको है। यार्सा गुम्बा ब्याग भरिको टुम्बा बुढो कालोले हेरे मलाई डुम्बा। हाँस्नु भएन नि त, अघि एक्टिङ राम्रो भन्ने राम्रो नि त। अनि त्यहाँ चाहिँ आँगनमै गएर क्या यार्सा गुम्बा गयो त्यहाँ आँगनमा गएर भन न एकछिनलाई अल्छी चिच्चै भन है। भन भाउजूभित्र होला ए म किचनमा होला कि गर यार्सा गुम्बा शिलाजित पनि भन न। लु न शिलाजित र यार्साको गरी भइसक्यो माथि चढ्दै भन्दै गर त्यो बन्द गर्ने लु भन न जाऊ हिँड्नु नै त्यो घुरेको लगाउनु जस्तो भन न लु ओछापि भन न एकचोटि सुजनलाई बोलाउ न भन न एकचोटि ल लास्ट त्यो यार्सा गुम्बा शिलाजित भन न लास्ट भन न एकचोटि अलि आवाज अर्को बनायो शिलाजित ए यार्सा शिलाजित ए यार्सा गुम्बा शिलाजित कोही हुनुहुन्छ होला जुन यार्सा गुम्बा चाहिएपछि हामी प्रेम जय मसिह